म चाहिँ अदुवा गर्नु थालेछु दिनमा एक ड्याङ गर्दै छोड्दै छु म चाहिँ साथीहरू मैले गोडेको एक ड्याङ दुई ड्याङ तिन चार पाँच छ सात चार ड्याङ पनि पुरा गरिसकेको छु मैले यतापट्टि त्यति बेसी भएको छैन तर यति लामो लामो पन्जा लाएर गोड्नु भरे सर्पाले ठुन्छ नि त पन्जा लाएर हाम्रोमा त गरम छ अदुवाले पनि आइरन लाउँछ बेसी स्याहार्नुपर्छ नि अदुवालाई पन्जा लाउँदा त अप्ठ्यारो हुँदो रहेछ लो भरे कति ड्याङ गोड्छु अब नानी उठ्यो भने जानुपर्छ नानी त्यसको बाबासँग छ त्यसको बाबाले हेर्नुहुन्छ नानी सुतिरहेको छ यति बेला कति उठेपछि फेरि जान्छु अनि त्यहाँबाट घरको कामहरू खाना सब्जी यताउति गर्छु फुल पनि अलिकति रोप्नु भएको छ म एकछिन भेटौँ फुलहरू मुस्काउँछन् पुतलीले गीत गाउँछन् लेकैमा कुहिरो पर्खिरहेछ सिमसिम सिमसिम हिमपानी बर्सिरहेछ सिमसिम सिमसिम हिमपानी बर्सिरहेछ तिमी बिना तिमी नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर रुझाइरहनु नबर्सेर ए हा 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 की फूल। थ्याङ्क यू। ठिक छ सुजन, ठिक छ। सुजन चापागाईजीको चाहिँ आफ्नो एउटा जुन फ्री स्टाइल छ नि, द्याट इज वाट मेक्स हिम भेरी डिफ्रेन्ट होइन। सुजनजी पनि आउनु भएको थियो होइन, अनि उहाँले चाहिँ जुन हिसाबले आफ्नो करियरलाई अगाडि बढाउनु भयो नि, त्यो प्यासन के फलो गर्ने, द्याट इज वाट आई लाइक। अनि हि केम अप विथ हिज ओन युनिक स्टाइल के, जुन चाहिँ इन्स्टेन्टली क्लिक भयो। अब हाम्रो सुजन श्रीपालीको कुरा गर्नु पर्दा चाहिँ सबै कुरा एकदमै मन पर्यो। त्यो फ्री स्टाइल जुन छ नि त्यो चाहिँ मिसिङ थियो, तर त्यसमा मलाई त्यति धेरै प्रब्लम छैन। मेरो लागि चाहिँ राम्रो लाग्यो। यु हेभ अ ब्युटिफुल भोइस। थ्याङ्क यू म्याम।
साथीहरू म चाहिँ अदुवा गोडिसकेर चारो सुँगुरको चारो पनि पकाएँ। अब खोले बसाउनु बाँकी छ। चारो काट्दैछु, खोले काट्दैछु साथीहरू। खोले बाख्रा र गाईको लागि, बाख्रा र गाईको खोले गाह्रो छ नि यो। पकाउनु पर्छ। म चाहिँ दोकान गएर आइसकेँ। थुक्पा लिएर। आज चाहिँ हाम्रो घरमा थुक्पा पार्टी छ।